नमस्कार, म डाक्टर पारसमणि श्रेष्ठ। आज म चाहिँ हामी केटा मान्छेमा हुने ग्रन्थि प्रोस्टेट ग्ल्यान्डको बारेमा केही चर्चा गर्न चाहन्छु। जेनरली मैले आजकल देखेको मान्छेहरूमा धेरै अहिले यसको प्रोस्टेटको बारेमा धेरै ज्ञान छ र धेरै यसो मान्छे त यसो भनेर आउँछन् कि डाक्टर साहब मलाई त प्रोस्टेट भयो भनेर आउँछ। प्रोस्टेट भयो होइन कि हामी सबै केटा मान्छे प्रोस्टेट ग्ल्यान्ड लिएर जन्मिएकै हौँ। जसरी केटी मान्छेमा पाठेघर छ, हामीमा प्रोस्टेट ग्ल्यान्ड छ। त्यसैले हामीमा पाठेघरको सट्टा भएको ग्रन्थि हो र यसको मुख्य काम भनेको चाहिँ हामीले जुन वीर्य बनाउँछौँ, वीर्यको 80% झोल भाग जसले चाहिँ हाम्रो शुक्रकीटलाई न्युट्रिसन दिन्छ, त्यो चाहिँ प्रोस्टेटले बनाउँछ। र उमेर लागेपछि यानि कि 50 वर्ष नागेपछि हामी सबै केटा मान्छेको प्रोस्टेट ग्ल्यान्ड केही मात्रामा ठुलो हुन्छ र कसैको कम हुने, कसैको बेसी हुने त्यो बेग्लै कुरा हो, तर सबैको केही न केही मात्रामा बढ्छ। प्रोस्टेट ग्ल्यान्ड बढेका लक्षणहरू धेरै जसो प्रोस्टेट ग्ल्यान्ड बढ्ने भनेको 50 वर्ष नागेपछिका मान्छेहरूको बढ्छ र प्रोस्टेट ग्ल्यान्ड ठुलो भयो यानि कि धेरै जसो हामीले भन्ने 18 देखि 22-24 ग्रामसम्म नर्मल ठान्छौँ र बढेमा सबै रोगी हुँदैनन् र यो उमेर जसरी हामी उमेर हुँदा हाम्रो कपाल सेतो हुन्छ त्यसरी प्रोस्टेट ग्ल्यान्ड केही मात्रामा बढ्छ र बढ्दैमा यसको उपचार चाहिँदैन। उपचार कहिले चाहिन्छ? जब केही लक्षणहरू देखा पर्छन् तब यसको उपचार चाहिन्छ। र हाम्रो लक्षणहरू के हुन् त? लक्षणहरू भन्नाले पिसाब छिटो लाग्ने, पिसाब थाम्यो गाह्रो हुने, च्यापेपछि दौडिहाल्नु पर्ने, टाइममा गएन भने चुहिन खोज्ने र कहिलेकाहीँ बाथरुम नपुग्दै चुहिने र अरू केही समस्यामा चाहिँ पिसाबको धारा मसिनो हुने, पिसाब सुरु गर्न गाह्रो हुने र सुरु गरेपछि पनि धेरै बेरसम्म पिसाब फेरिराख्नु पर्ने र पिसाब फेरिसकेपछि पनि केही पिसाबमा अड्केको भान भइराख्ने, यी लक्षणहरू भएका बिरामीहरूलाई चाहिँ प्रोस्टेटको कारणले हुनसक्छ। खास गरिकन 50 वर्ष नागेका केटा मान्छेहरूलाई। र अर्को लक्षणहरू भनेको चाहिँ अलि ढिलो हुने लक्षणमा चाहिँ पिसाबको सङ्क्रमण भइराख्ने, अहिले निको गरे एन्टिबायोटिक अनि फेरि हुने भन्नाले पिसाबको थैला खाली गर्न नसकेर पिसाब त्यहीँ रहिरहेर इन्फेक्सन भएको हुनसक्छ। र यी लक्षणहरू देखा परेमा डेफिनेटली डक्टर्सहरूका जानुहोस्। उहाँहरूले प्रोस्टेटको साइज नाप्छन्, पिसाब अड्केको छ हेर्छन्, तपाईँको पिसाबको फ्लोको गर्छ र कुनै व्यक्तिलाई मात्रै यो प्रोस्टेट ग्ल्यान्ड बढेमा प्रोस्टेटभित्र नै क्यान्सर हुन सक्ने हुन्छ। त्यो पनि डक्टर्सहरूले रगतको केही जाँच गरेर र हातले औँला पठाएर प्रोस्टेट ग्रन्थिहरूको नापेर यसको बारेमा केही ज्ञान लिन सक्छौँ। र प्रोस्टेट ग्ल्यान्ड बढ्योमा उपचार प्रविधिहरू के छन् त? मैले भनेका यी लक्षणहरू भएको व्यक्तिहरूले चाहिँ केही औषधिहरू यानि कि ड्रग थेरापीहरू धेरै जसो लङ टर्म हुन्छ, केही महिना केही वर्ष खानुपर्ने हुन्छ। ती औषधि पनि दुई प्रकारका हुन्छ, एउटा चाहिँ हर्मोन बेस्ड र एउटा चाहिँ नन हर्मोन बेस्ड। हर्मोन बेस्ड भन्नाले चाहिँ यी हर्मोन खाएर चाहिँ प्रोस्टेट ग्ल्यान्डलाई चाहिँ केही श्रिङ्क गर्न मद्दत गर्छ यानि कि सानो हुन मद्दत गर्छ। किनभने प्रोस्टेट ग्ल्यान्ड भनेको चाहिँ मेल हर्मोनसँग डिपेन्डेन्ट अर्ग्यान हो, यानि कि हामीले केही तरिकाले मेल हर्मोनलाई सप्रेस गर्यो भने चाहिँ प्रोस्टेट ग्ल्यान्ड श्रिङ्क हुनसक्छ। र श्रिङ्क गरे सँगसँगै तपाईँहरूले जुन पिसाबमा अघि भनेका लक्षणहरू कम हुनसक्छ। र यो औषधिको बेफाइदा के भन्दाखेरि तपाईँको पुरुषत्वमा केही कमी ल्याउन सक्छ, यानि कि मेल हर्मोन डिप्रेस भयो, डिप्रेस भनेको तपाईँको सेक्सुअल लाइफमा डिस्टर्ब गर्न सक्छ। त्यसैले हामी डक्टर्सहरू यो जातको औषधिहरू अलिक कमै दिने गर्छौँ र केही गिने चुनेका जसको चाहिँ सेक्सुअल लाइफमा त्यति अहिले एक्टिभ हुनुहुन्न उहाँहरूलाई चाहिँ यो औषधिहरू निकै ठुलो ग्रन्थि भएकालाई मात्रै दिन्छौँ। र अर्को प्रकारको औषधि चाहिँ नन हर्मोनल यानि कि हामी अल्फा ब्लकर्सहरू भन्छौँ, जसले चाहिँ पिसाबको नालीमा जुन प्रकारको अवरोध ल्याएको छ प्रोस्टेटले गर्दाखेरि त्यो अवरोधलाई कम गराउन र पिसाब फेर्न सहज गराउने औषधि हो। यो औषधि चाहिँ लङ टर्म खान सकिन्छ र यसले चाहिँ सिम्टम्सहरू धेरै कम गर्न सक्छ। र यो औषधिहरूको प्रयोगको बावजुद प्रोस्टेटका लक्षणहरू कम नभएका व्यक्तिहरूलाई चाहिँ हामी अवश्य अपरेसनको माध्यमबाट प्रोस्टेटलाई सानो बनाउने अथवा खुर्केर निकाल्ने अथवा प्रोस्टेटलाई चिरेर निकाल्ने विभिन्न प्रविधिहरू छन्। त्यसमध्ये हामीले सबैभन्दा बढी युज गर्ने र हाम्रो टर्ममा चाहिँ गोल्ड स्ट्यान्डर्ड यानि कि यो प्रविधि चाहिँ यदि अपरेसन गर्नुपर्ने प्रोस्टेटका बिरामीहरूलाई गर्ने सबैभन्दा भरपर्दो र कम कम्प्लिकेसन भएको प्रविधि भन्नलाई TURP भन्छौँ, ट्रान्स युरेथ्रल रिसेक्सन अफ प्रोस्टेट।
यसमा पनि अझै नयाँ बाइपोलर टिओआरपी भनिन्छ। यसले गर्ने चाहिँ पेसेन्टलाई ढाडमा भन्दा मुनि यानि कि 90 भन्दा मुनि मात्र बेहोस गरेर सानो सियो लगाएर पेसेन्टलाई पुरै होसै हुन्छ, बेहोस गर्नु पर्दैन र पिसाबको नालीबाटै भित्र छिराएर बढेको ग्रन्थीहरूलाई सबै पिस मिल यानि कि पिसको रूपमा लेजर जस्तो प्रविधिले इनर्जीले काटेर निकाल्छौँ र बिरामी नर्मली हामी कहाँ 1 देखि 2 दिन बसेर छुट्टी हुन्छ र यसले चाहिँ राम्रो पक्ष भनेको चाहिँ यसमा चाहिँ कुनै पाल पारिँदैन, कहीँ चिरिँदैन, बिरामीमा को कम्प्लिकेसन पनि धेरै कम कम्प्लिकेसन हुन्छ। केही कम्प्लिकेसन कहिलेकाहीँ ब्लिडिङ हुने, अलिअलि सङ्क्रमण हुने बाहेक यसमा कम्प्लिकेसन अलि कमै हुन्छ र बिरामीहरू नर्मली 2 दिनमा नै डिस्चार्ज हुने र आफ्नो काममा विदिन फ्यु डेज यानि कि 4 देखि 5 दिन आफ्नो नर्मल काममा फर्केर जान सक्ने सम्भावना बेसी छ। र अरू प्रविधिहरू भनेको पुरानो तरिका चिरेर गर्ने पनि छ। त्यो जुन कुन चाहिँ 1% भन्दा मुनि व्यक्तिहरूलाई अहिले पनि हामी गर्छौँ, जसका प्रोस्टेट निकै ठुला छन्, जसले चाहिँ यो तलका पालपारेको प्रविधिले गर्दाखेरि प्रोस्टेट को अपरेसन गर्दा बाधा हुन्छ, जसको पिसाबको थैलामा ठुला पत्थर बनाएका हुन्छन्, ती व्यक्तिहरूलाई चाहिँ हामीले कहिलेकाहीँ पुरानै तरिकाले चिरेर पनि प्रोस्टेट ग्ल्यान्ड निकाल्ने गर्छौँ।